तर हेर्न सक्नुहुन्छ है पानी एकदमै ठुलाइराखेको छ है। म चाहिँ यहाँ गाडीमा मेरो प्यासेन्जर चाहिँ यता घुम्न निस्किनु भएको थियो, कता हुनुहुन्छ मलाई थाहा छैन होइन। सही हो हामी पनि केटाकेटीमा यसरी नै भिज्थ्यौँ होइन। सही हो देख्न सक्नुहुन्छ केटाहरू होइन, पहाडको चिसो पानीको मजा लिँदैछ होइन, झापाबाट आएको जस्तो छ है। यहाँ पर्यटनहरूको चाहिँ हल्का बिजोक भएको छ है, त्यहाँ पारि देख्न सक्नुहुन्छ पुरा भिजेर हिँडिरहनु भएको छ है। म चाहिँ यहाँ कन्याममा छु है एक्लै। यहाँ मैले प्यासेन्जर भेटेर यहाँ कन्याम चप्पल ल्याइदिइकन पर कन्यामबाट है फेरि कन्याममै फर्किँदैछु। देख्न सक्नुहुन्छ आज चाहिँ मौसम बबाल खुल्यो है, पानी आएर बबाल मौसम खुलेको छ है। हेलो गुड इभिनिङ गाइस है। म चाहिँ यहाँ तल अलैँचीबारीमा आएको छु। अलैँचीको बिरुवा चाहिँ अस्तिकै छ है, देख्न सक्नुहुन्छ। त्यो बिरुवा चाहिँ जसरी मैले आज रोपिसक्नु भन्नुहुन्छ है। मेरो भ्याइ छैन हिजो आज यसो डाँडातिर निस्केको थिएँ म, उहाँहरूलाई अब लगेर ल्याउने काम गर्दै थियो अनि त्यही क्रममा आज धेरै बिजी भइयो है उप डाँडातिर पनि। अनि अब बेलुका 5 बजिसकेको छ है। अनि यहाँ आएको छु म चाहिँ यो अलैँचीबारीमा है। चट्ट लगाएर अस्तिको अलैँचीहरू यस्तो छ है। अनि यहाँनिर अलैँचीको बिरुवा देख्न सक्नुहुन्छ। यो चाहिँ म चाहिँ आज रोपिसक्दिनँ होला सायदै है। अनि त्यही हो, हेर्दै गर्नुलाई भिडियो है, कस्तो लाग्छ कमेन्ट गरिदिनु ल प्लिज सपोर्ट मी है। 6 बजिसकेको छ, आज म बिरुवा रोप्दैछु नि त। अनि माथि कन्यामबाट आएर आज बिरुवा रोप्दैछु है। बिरुवा पनि रोपिसक्ने आँट्यो, यहाँनिर यति छ, त्यहाँनिर त्यति छ है, थोरै छ त्यहाँ माथि सकेको छ है। 6:30 हुन आँटिसक्यो होला यति बेला चाहिँ देख्न सक्नुहुन्छ। अलैँची धमाधम रोपिराखेको छु है। आज कन्यामतिर कुदाइ भएको कारणले गर्दाखेरि अलैँची रोप्न भ्याइएको थिएन है। अब म आजबाट चाहिँ यो अलैँची कम्प्लिट गर्छु है। अझै धेरै छ रोप्नुपर्ने चाहिँ, यसमा बिरुवा छ नि त हाम्रो। अनि त्यही हो है, अनि धेरै छ यसमा बिरुवा रोप्नुपर्ने। अनि अब यसरी नै भ्याउँदा है टाइम निकाल्दै गर्नुपर्ने छ काम चाहिँ। अब सबै एकैचोटि रोप्न त सकिँदैन, भ्याइँदैन होइन। यसरी नै थोरै गर्दै चाहिँ म रोपिराखेको हुन्छु। यसपालि चाहिँ त्यसरी नै रोप्नुपर्ने छ है। अनि अरू बिरुवाहरू पनि छ, अनि नेपियरहरू पनि छ, यो यसपालि रोप्नुपर्ने है। अनि धेरै छ बिरुवाहरूको चाहिँ यसपालि रोपराप गर्नुपर्ने है। सिजन हो नि त, अनि सिजनमा त आउँछ पर्यो। आज चाहिँ यताउता हजुरहरूले देखिरहनु भएको छ, मैले चाहिँ बिरुवा रोप्दैछु है। बिरुवा पनि रोपिसक्ने आँटेँ। देख्नुहोस् न ढुङ्गाहरू पुरा छ। त्यो ढुङ्गा भएको ठाउँमा चाहिँ एकदम राम्रो फल्छ। फाइनल्ली मैले चाहिँ यहाँ रोपेको बिरुवा चाहिँ देख्न सक्नुहुन्छ है। अब मसँग चाहिँ यति मात्र छ बिरुवा, यो 2 झाङ हुन्छ।